हाल छोडेर आएको पनि 1 महिना हुन लागेछ साथीहरू। मेरो अस्ट्रेलिया दिन कस्तो हुँदैछ म तपाईँले अलराइट गाइज, वेलकम टु माई फर्स्ट भ्लग एन्ड सबैजनालाई सन्चै होला आशा गर्दैछु। म पनि यहाँ सन्चै छु। मेरो चाहिँ जिन्दगीको पहिलो भ्लग सबैजनाले हेरिदिनु होला अनि माया गरिदिनु होला। आशा गर्छु यो भिडियो सबैजनाले मन पराइदिनुहुन्छ होला भने। के कस्तो गर्ने त साथीभाइहरू भनेर अहिले साथी नै भनेको नि एउटा मोबाइल छ, जहाँ हिँड्दा पनि एउटा मोबाइल बोक्यो हिँड्यो। र अहिले चाहिँ म मेरो काममा जाँदैछु। ठ्याक्कै म चाहिँ ट्रेन स्टेसनतिर आइसकेँ अनि हिँड्दैछु। के गर्नु साथी, हिँड्नै पर्यो, लाइफ यस्तै छ, चलिरहेको छ र हिँड्नै पर्यो होइन त। यो पहिलो भ्लग भएर होला, के कस्तो गर्ने आफूलाई अलिकति लाज लाग्यो जस्तो भइरहेको छ। तर त्यही पनि बिस्तारै बिस्तारै सिक्नु पर्यो। जे गरेर पनि पहिलोचोटि त आउँदैन होइन। बिस्तारै चढेको चाहिँ भिडियोहरू बनाइन। अहिले चाहिँ म काममा आइसकेको छु। तपाईँहरूलाई म 3 घन्टापछि भेट्छु है। अहिले चाहिँ म काममा जाँदैछु, त्यही भएर म काम आइपुगिसकेँ। र यो रातिको समयमा मेरो काम सकिएर म र मेरो भाइ चाहिँ उतापट्टि बसिरहेको छ, म चाहिँ अहिले यहाँ त बसिरहेको छु। र म ट्रेन स्टेसन पनि आइसकेको छु। र ट्रेन स्टेसनमा एक्लै भएकोले मोबाइल समात्यो, बस्यो र ट्रेन कुर्दैछु। ट्रेन कुरेर पनि म आफ्नो ट्रेन स्टेसनमा झरिसकेको छु। र अहिले साथीहरूमा घर जाँदैछु र यत्रो पानी परिरहेको छ। र साथीहरू यस्तै हो मेरो पहिलो भ्लग। सबैजनाले हेरिदिनु होला, माया गरिदिनु होला। परि पनि यस्तै माया गरिदिनु होला। सबैजनालाई माया छ। अहिलेको लागि बाई बाई।